हेलो 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 नमस्ते सबैजनालाई। म मिना गुरुङ। हाल म 2 दशकदेखि इजरायलमा काम गर्दै आइरहेकी छु। आज मैले यो अनलाइन डिजिटल बिजनेस भनेको के हो, योबाट कमाई कसरी गर्ने र बिजनेस कसरी गर्ने भन्ने बारेमा छोटो भिडियो बनाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला हैन। अहिलेको यो डिजिटल युगमा हामीले घण्टौं सोशल मिडिया चलाएर बसिरहेको हुन्छौँ। अरूको पोस्ट भिडियो कन्टेन्टहरू हैन युट्युबमा हेरेर त्यतिकै बसिरहेको हुन्छौँ। यसरी हामीले घण्टौं यसरी टाइम खर्चिराख्दा हामीले पैसा कमाएको छ त? पक्कै पनि छैन होला। हजुर त्यति नै समय तपाईँ त्यही सोशल मिडिया युज गर्नुभयो भने यो डिजिटल अनलाइन बिजनेसमा चाहिँ पैसा पनि कसरी कमाउने भन्ने त्यो चाहिँ हामीलाई यहाँ सिकाएको हुन्छ। त्यसको लागि हामीलाई 7 वटा सोशल मिडिया प्लेटफर्म पनि दिएको हुन्छ, जस्तै फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब, गुगल एड्स, पिन्ट्रेस्ट र लिङ्क्डइन। यी 7 वटा सोशल मिडिया प्लेटफर्ममा चाहिँ हामीले गर्नुपर्ने भनेको एट्र्याक्सन मार्केटिङ। अब मार्केटिङ भन्नु बित्तिकै फेरि तपाईँहरूलाई प्रोडक्ट बेच्नुपर्ने रहेछ, मेम्बरहरू बनाउनु पर्ने रहेछ भन्नुहुन्छ होला, त्यो चाहिँ होइन। एट्र्याक्सन मार्केटिङ भनेको हामीले यो एट्र्याक्सन मार्केटिङमा चाहिँ हामीले 3 वटा टपिक्समा रहेर मार्केटिङ गर्ने हो। त्यो भनेको चाहिँ हाम्रो फलोवर्स, भ्युवर्स, सब्सक्राइबर्सहरूलाई हामीले पहिलो भनेको इन्टरटेनमेन्ट टपिक्स बनाउने, अर्को भनेको एजुकेसनल, अर्को भनेको लाइफ चेन्जिङ अपर्च्युनिटी। यो कसरी बनाउने भनेर फेरि मलाई त आउँदैन, यो कसरी गर्ने भनेर चिन्तित हुनुहुन्छ होला। त्यसको लागि पनि चिन्ता नगर्नुहोस्। त्यसको लागि चाहिने टुल्स, टेक्निक, स्ट्राटेजी, भिडियो बेस्ड ट्रेनिङ, लाइफ टाइम कोच र मेन्टर पनि हामीलाई यही बिजनेसभित्र दिएको हुन्छ। उहाँहरूले सिकाए अनुसार, उहाँहरूले हामीलाई भने अनुसार हामीले चाहिँ एट्र्याक्सन मार्केटिङको पोस्टहरू गर्ने हो। जब हामीले एट्र्याक्सन मार्केटिङको पोस्टहरू गर्न थाल्छौँ, हाम्रो यही क्रममा हाम्रो चाहिँ वेबसाइट पनि बनाइदिन्छ हैन। वेबसाइट चाहिँ हामीले आफै बनाउनु पर्दैन, त्यहाँ 9-10 वटा अलरेडी हुन्छ। त्यो एउटा हामीले चुज गर्ने र त्यहाँनिर हामीले आफ्नो फेसबुकमा फोटो राखे जस्तै हामीले एउटा फोटो सेट गर्ने हो हैन। त्यो सबैलाई आइहाल्छ। जब हामीले एट्र्याक्सन मार्केटिङको पोस्टहरू हामीले राख्न थाल्छौँ, अब फेसबुकले, टिकटकले अब त्यो चिने नचिनेको हाम्रो फलोवर्स, भ्युवर्सहरूलाई त्यो पोस्टहरू पुर्याउन थाल्छ हैन। अनि पुग्छ, उनीहरूको बिचमा त्यो पोस्टहरू पुग्छ र अब कति मान्छेले यस्तै कामको खोजी गरिरहनु भएको हुन्छ। कति अब सानो बच्चाको आमाहरू घरैमा बसेर अब बाहिर काम गर्न जानु सक्नु भएको हुन्न हैन। त्यस्तो उनीहरूको लागि चाहिँ अब झन् बेस्ट गुड अपर्च्युनिटी यो बिजनेस हो है। अनि कतिले चाहिँ अब बाहिर काम गर्दा गर्दा दिक्क भएको पनि हुन्छ, अब भने जस्तो कमाई पनि गर्न सक्नु भएको हुँदैन। कतिको अब थुप्रो लोनहरू पनि तिर्न नसकेर कहाँबाट ल्याउने, कसो गर्ने भन्दै अब उनीहरूले चिन्तित हुनुहुन्छ। त्यस्तो मान्छेहरूको लागि चाहिँ यो बिजनेस एकदम राम्रो अपर्च्युनिटी बन्न सक्छ हैन। किनभने यहाँ सबै थोक यहाँ सिकाइन्छ नि त हामीलाई। अब ट्रेनिङहरू हुन्छ, टिम ट्रेनिङहरू हुन्छ, सबै थोक हुन्छ यहीँभित्र हैन। अब कसरी गर्ने भन्ने सबै यहीँ सिकाएको हुन्छ। अनि त्यही भएर अब यसको लागि चाहिँ तपाईँहरूले अब कसरी यो बिजनेसमा अब कसरी जोइन हुने त भन्नुहुन्छ भने अब तपाईँहरूले यहाँ मैले मेरो यहाँ वेबसाइटको लिङ्क राखेको छु www.minagrg.com हैन। यो वेबसाइटमा तपाईँहरूले आफ्नो नाम र इमेल एड्रेस लाउनुभयो भने त्यहाँ तपाईँले 90 मिनटको भिडियो देख्नुहुन्छ। त्यो भिडियोमा अब हाम्रो नेपाली टप लिडर्सहरूले बोल्नु भएको भिडियो पनि छ त्यहाँनिर। त्यो उनीहरूले चाहिँ अब यो बिजनेसको बारेमा बोल्नु भएको छ। अब त्यो भिडियो हेरेर तपाईँहरूले धेरै कुरा चाल पाउनुहुन्छ, बुझ्नुहुन्छ हैन। अझ लास्ट स्टेप भनेको चाहिँ तपाईँहरूले $149 USA डलर चाहिँ त्यो चाहिँ डिपोजिट फी चाहिँ गर्नुभयो भने त्यो वेबसाइटमै त्यहीँभित्र छ। तल अब स्क्रल गर्दै जानु भने त्यहाँ $149 चाहिँ डिपोजिट गर्ने त्यहाँ देख्नुहुन्छ। त्यहाँनिर तपाईँले त्यो $149 डिपोजिट गर्नुभयो भने चाहिँ तपाईँले 8 वटा भिडियो खुल्छ हैन। त्यो डिपोजिट गरेपछि 8 वटा भिडियो खुल्छ। त्यो 8 वटा भिडियो खुलेपछि चाहिँ त्यहाँनिर यो बिजनेसको बारेमा A to Z सबै थोक दिएको हुन्छ। यो बिजनेस कस्तो खालको हो, यो बिजनेसबाट कमाई कस्तो हुन्छ, यो बिजनेस कसरी गर्ने, सबै कुरा चाहिँ त्यो भिडियोमा दिएको हुन्छ। मैले यसरी एक्सप्लेन गर्नुभन्दा पनि तपाईँले त्यो भिडियो हेर्नुभयो भने चाहिँ झन् मोर
बुझ्नुहुन्छ कि अब झन् बेसी बुझ्नुहुन्छ नि त त्यो $149 चाहिँ फेरि रिफन्डेबल हो है। त्यो चाहिँ अब तपाईले भोलि गएर त्यो भिडियो हेरिसकेपछि तपाईलाई त्यो यो बिजनेस त हो मेरो लागि होइन रहेछ, मैले त गर्न नसक्ने रहेछु भन्नुभयो भने त्यो पैसा तपाईले रिफन्ड पनि पाउनुहुन्छ। तर जो कसैलाई अब यो भिडियो हेरिसकेपछि यो बिजनेस मैले पनि गर्न सक्ने रहेछ, यो बिजनेस त भने जस्तै रहेछ, मेरो लागि नै हो रहेछ भन्नुभयो भने तपाईहरुले चाहिँ फर्दर अगाडि पनि बढ्न सक्नुहुन्छ। त्यसको लागि कोचिङ कल लिनुपर्ने हुन्छ। कोचिङ कल हाम्रै सिनियर हैन, यही बिजनेसको सिनियर दिदीले दिनुहुन्छ हैन। उहाँले चाहिँ झन् अब त्यो भिडियोमा भन्दा नै अझ मोर मज्जाले बुझाउनुहुन्छ हैन, यो बिजनेसको बारेमा मज्जाले बुझाउनुहुन्छ। त्यही भएर अब यो बिजनेसको कति धेरै बेनिफिट्सहरु पनि छ क्या, फाइदा पनि छ। भोलि गएर यो बिजनेस हैन अब संसारको जुनसुकै ठाउँबाट जहाँ नेट छ, नेटको सुविधा छ, त्यहाँबाट सजिलै गर्न सक्ने एक त यो राम्रो खालको बिजनेस भयो। अर्को भनेको यो बिजनेस भोलि गएर हैन आफ्नो सन्तानको नाममा पनि यो पास गर्न मिल्छ यो बिजनेस हैन। भोलि म बुढो होला रे, मैले यो बिजनेस गर्न सकेन भने मैले मेरो बच्चाहरुको लागि पनि, बच्चाहरुको नाममा पनि मैले यो के रे सार्न मिल्छ यो बिजनेस। अनि यस्तो एउटा सर्टेन पोजिसनमा पुगेपछि फेरि एभ्री मन्थ हैन $5000 एबोभ नै भनौं हैन, एबोभ पनि अब मन्थली बोनसको रूपमा हामीले त्यो चाहिँ पाउन सक्छौं। त्यो चाहिँ सर्टेन पोजिसन माथिल्लो पोजिसनमा पुग्नु पर्छ। त्यसको लागि चाहिँ हैन गर्दै जाँदा कति नेपालीहरुले अहिले त्यो लेभलमा पुगी पनि सक्नु भएको छ हैन। त्यसरी बोनस पनि लिइरहनु भएको छ। कति हाम्रो नेपालीहरु नै हुनुहुन्छ सिनियरहरु हैन। त्यो पनि यो बिजनेसको एकदम राम्रो पोइन्ट हो हैन, राम्रो फाइदा हो। अनि मैले तपाईहरुलाई यति नै भन्न चाहे। मैले यो छोटो भिडियो बनाए हैन, कति बुझ्नु भएन। तपाईहरुले जब $149 डिपोजिट गर्नुभयो भने तपाईहरुलाई 8 वटा भिडियो खुल्छ हैन। त्यो भिडियोमा सबै बताएको हुन्छ। त्यो भिडियो हेर्नु हो भने चाहिँ तपाईले अझ मैले भन्दा पनि बेसी बुझ्नुहुन्छ। त्यही भएर मैले चाहिँ तपाईहरुलाई जो कोहीलाई पनि यो बिजनेसमा मन छ, तपाईहरुलाई पनि अब यो बिजनेस गर्न मन छ, रहर छ भने चाहिँ तपाईले $149 डिपोजिट गरेर चाहिँ $149 डिपोजिट गरेर चाहिँ यो भिडियो हेर्नुहोस् हैन। अनि यदि भोलि गएर यो भिडियो हेरिसकेपछि तपाईलाई मन परेन भने तपाईले रिफन्ड पनि गर्न सक्नुहुन्छ है त। आजको लागि मैले यति नै भन्न चाहे। केही फर्दर त्यस्तो केही छ भने मलाई हैन मेसेज, फेसबुकमा मेसेज पनि गर्न सक्नुहुन्छ, नत्र मलाई इमेल पनि गर्न सक्नुहुन्छ हैन। मेरो वेबसाइटमा गएर तपाईहरुले त्यहाँ मेरो इमेल एड्रेस राखेको छु, त्यहाँ पनि तपाईले मेल गर्न सक्नुहुन्छ है त। धन्यवाद।